सुरु हो म चाहिँ ब्राइडको सिस्टर अनि मलाई चाहिँ अहिलेसम्म चाहिँ त्यस्तो केही पनि लाग्छ छैन अझै इट हेज नट हिट मी एट जस्तो भइरहेछ अब भोलि हेरौँ हामी चाहिँ कति 7 क्लासमा चाहिँ सेपरेट भएको मतलब ऊ चाहिँ पढ्न गएको मलाई त्यसो एक्सप्रेस गर्न त आउँदैन तर आज चाहिँ आई लभ यु भन्छु पछि पनि हामी सँगै नै बस्छौँ तर त्यही पनि आई डोन्ट थिङ्क इट वुड बी जस्तो अहिले छ राम्रोसँग राख्नु म छु आई नो यु लभ हर ल धन्यवाद आजको यो कार्यक्रममा चाहिँ जिज्ञासा सोध्ने भाइलाई मैले धेरै धेरै धन्यवाद दिन चाहन्छु म चाहिँ पाइले भनिदिन्छु है नो विदाउट फिल्टर पहिलोपटक छोरी जन्मिँदा धेरै नै खुसी लाग्यो सांसारिक जीवनलाई अगाल्ने क्रममा चाहिँ छोरी भइसकेपछि अर्काको घरमा पनि जानुपर्ने परिस्थिति सबैको हो तर पनि कता कता अप्ठ्यारो फिलिङ्स त्यस्तो खालको अनुभूति त छ नै हाम्रो 8 जनाको ग्रुपमा लास्ट टाइम एकजनाको साथी हुँदाखेरि मैले एटेन्ड गर्न पाएको थिएन बट दिपाको चाहिँ मैले मिस नै गर्न सक्दिनँ वेडिङ हैन सो सी इज द्याट मच स्पेसल टु मी यस्तो राम्रो साथी पाएँ हैन जसले सो ग्रेटफुल फर यु दिपा एन्ड लभ यु सो मच सोचेको त हाँसेरै गर्ने थियो तर के गर्ने थियो यहाँभित्र त हुँदो रहेछ भविष्यमा आइपर्ने परिस्थितिहरू सधैँभरि हाम्रा दिनहरू हाम्रो घर चन्द्रमा भन्दा सूर्य भन्दा राम्रो भएर बलोस् जति रुन सजिलो भएको छ नि आज त्यति हाँस्न गाह्रो हुँदो रहेछ हेल्पिङ एकदमै अरूको प्रब्लम पनि आफ्नै प्रब्लम जसरी नै उसले त्योलाई त्यसरी नै लिएर गरेर हुन्छ उसको बेस्ट पार्ट चाहिँ त्यो छ अनि अझै पनि यो सपनै जस्तो लागिरहेको मलाई यो कुराहरू के अरे सल्ना लक्ष्मीहरूले नै देखेको भए कति खुसी हुन्थ्यो होला म उनीहरूको आँखाबाट नै हेरिरहेको छु यो सबै कुराहरू तिम्रो लागि एक होइन हजारै जन्म पनि लिउँला म खुसी सारा तिमीलाई दिएर आँसु सबै आफै लिउँला म आँखा तिमीलाई हेरिरहन्छ तर किन सपना लाग्छ सपना नै हो भने यो अब सायद नबिउजिउँला म तिम्रो दुःखहरू हाम्रो सबै चाहना सँगै आँटौँला सारा ईश्वर साक्षी राखी तिम्रो सफलताको लागि दैवसँग पनि ढाँटौँला